तपाईलाई के लाग्छ, आचरण बढी महत्त्वपूर्ण हुन्छ कि ज्ञान? एउटा कथा सुनाउँछु। राजाको दरबारमा एकजना धेरै सम्मानित राजपुरोहित थिए। उनी आउँदा राजा पनि उठेर स्वागत गर्थे। एक दिन राजाले आफ्नो राजपुरोहितलाई एउटा समस्या सोधे, कुन बढी महत्त्वपूर्ण छ, आचरण कि ज्ञान? राजपुरोहितले भने, समस्या समाधान गर्न केही समय चाहिन्छ। साई पुजारीले एउटा प्रयोग गरेर कोषबाट 2टा मोती चोरे। क्यासियरले हेरेर छक्क परे। दोस्रो दिन पनि त्यस्तै भयो। राजपुरोहितले फेरि केही रत्नहरू चोरे। यो कुरा राजा कहाँ पुग्यो र राजाले अनुसन्धानको आदेश दिए र राजपुरोहितको बारेमा सत्य बाहिर आयो। भोलिपटक राजाले पुरोहितलाई सम्मान गरेनन्, उनको सम्मानमा उभिएनन् पनि। पुजारीले मनमा नै भने, औषधिले काम गर्यो। राजाले पुजारीलाई सोधे कि के दरबारबाट मोती र रत्नहरू चोरी तपाईँले गर्नुभएको हो? पुजारीले भने, हो। फेरि राजाले सोधे, किन? पुजारी भन्छन्, वास्तवमा म तिमीलाई देखाउन चाहन्थे कि आचरण ठुलो हो कि ज्ञान। राज्यसभामा मलाई जुन प्रतिष्ठा र सम्मान छ त्यो मेरो आचरणले हो कि ज्ञानले हो? तिमीले देख्यौ कि मसँग मेरो ज्ञान थियो, त्यसमा कुनै परिवर्तन थिएन, त्यसमा कुनै कमी आएको पनि थिएन। त्यही पनि तिमीहरूले मलाई स्वागत गरेनौ, तिमीले उभिएर मलाई सम्मान गरेनौ सधैँझै। किनकि म मेरो आचरणबाट पतन भएको थिएँ। साई पुजारीबाट म चोर बनेको थिएँ। मेरो आचरण बिग्रिएको थियो, साई पुजारीबाट चोर बनिसकेको थिए। अब बुझ्यौ कि आचरण बढी महत्त्वपूर्ण हुन्छ कि ज्ञान? मलाई लाग्छ यो तिम्रो प्रश्नको उत्तर पनि हो। यो प्रसङ्ग सुनिसकेपछि तपाईँलाई के लाग्छ, आचरण ठुलो हो कि ज्ञान ठुलो? कमेन्ट गर्न नभुल्नु होला र यस्तै कथा, यस्तै प्रसङ्गहरूका लागि हामीलाई सब्सक्राइब गर्न र सेयर गर्न पनि नभुल्नु होला।